अहिले चाहिँ मसरुमको ग्रोथ चाहिँ एकदमै राम्रो हुँदैछ हो। पलाउनु पनि स्टार्ट भइसकिसकेको छ, रेडी पनि भइसकिसकेको छ हार्भेस्ट गर्ने बेला। कोही उम्रिँदैछ, कोही पलाउँदैछ, कोही भर्खर लगाउँदैछ, यस्तै छ त मसरुमको अपडेट चाहिँ। हेलो हेलो नमस्ते। अहिले भने चाहिँ म स्कुलबाट आइपुगेर पनि अब चाहिँ च्याउ लगाउन आँटेको छु हो। यहाँ साथमा आमा पनि हुनुहुन्छ। हिजो लगाउँदै थियो, त्यही भएर अलिक उब्रेको छ कि, त्यही भएर आज लगाउनुपर्छ। यहाँ चाहिँ आमाको लोकल कुखुराको फार्म चाहियो भने चाहिँ आमाले बेचिदिइहाल्छ एकताल कल गरेर। कुखुरा दिनुहोस् न भन्ने हुने चाहिँ है आमा। अलिकति आमालाई चाहिँ इमोसनली ब्ल्याकमेल गर्यो भने चाहिँ दिइहाल्नुहुन्छ है त। पहिला चाहिँ दिदिनँ भन्छ कि, अन्त होइन चाहिएकै छ भने हुन्छ। ए अब चाहिँ छैन भन्दैछ। त्यस्तै छ। यहाँ बिरालो रमिता हेरिरहेको छ। अस्ति मैले टिपेको बैगुन फेरि टिप्ने बेला भइरहेछ। यहाँ चाहिँ च्याउ लाउनुको लागि रेडी छ। अब चाहिँ 5 पोका मात्र छ, यति छ। यहाँनिर चाहिँ हाम्रो मसरुमको लागि पराल बोइल हुँदैछ है। ए हो यस्तो छ। यो चाहिँ हाम्रो चारो पकाउने घर। हेर्दै खाउँ खाउँ लाग्दैछ है त फलाइ चाहिँ। तर अफसोस म चाहिँ खाँदिनँ। कस्तो यो ओइस्टर मसरुम चाहिँ कस्तो हुन्छ भनेर मलाई थाहा पनि छैन। ओइस्टर सबै क्यालिङ्गे र उयो चाहिँ झडी चाहिँ च्याउ चाहिँ ट्राई गरेको हो। आफूले चाहिँ जे खाँदैन होइन, त्यसको चाहिँ बिजनेस गर्नु अरे भन्छ नि त होइन। किनभने प्रफिट हुन्छ, खानु मन पर्दैन भन्छ होइन। ए त्यस्तो छ त कुरा चाहिँ। आमा चाहिँ एकदम अब फोन हेर्दै लाउनुहुन्छ अरे हो रातभरि। हजुर लानुभयो। पापा पनि दाउरा काट्नु थाल्यो। नाना एब्सेन्ट छ, त्यही भएर चाहिँ ट्युसन पढाउनु आएको है त। गुड इभिनिङ एभ्री वान। पढ्दैछ है त उनीहरू चाहिँ यसरी।